गुड मर्निङ गाइज र सबैजनालाई शुभ बिहानी। आज फेरि नेपालीमा एउटा भिडियो लिएर आएको छु। भिडियो त खासै छैन, यहाँ देख्नु हुँदैछ हजुरहरूले बिहानको यो नजारा र यहाँ मैले अगाडि पनि भिडियो बनाइसकेको छु। र अहिले फिलहाल चाहिँ पानी आएको छैन र पनि बादलमा आकाशमा पुरै बादल कालो भइरहेको छ, सायद पानी आउँछ होला। अब जिन्दगीमा यस्तो यात्रा गरिराख्न धेरै नै जरुरी छ र म चाहिँ खासै यात्रा भन्दा पनि अब जहाँनेरि हुन्छु त्यतिरको भिडियोहरू त्यहीँको जुन मौसम हुन्छ त्यो अनुसारले हामीहरू त्यहाँनेरि कामहरू गर्नुपर्छ र त्यसरी नै चल्नुपर्छ र परिस्थितिहरू जस्तै आए पनि त्यसलाई चाहिँ सामना गर्नुपर्छ। र अहिले शिलङको मौसम चाहिँ फिलहाल म लगभग 1-2 साल अगाडि चाहिँ मणिपुरतिर, त्यहाँको मौसम अलिकति अलग्गै छ र यहाँको मौसम चाहिँ एकदमै अलग छ। यहाँ बेसी नै जाडो छ र यहाँ के हुन्छ, पानी पनि धेरै मात्रामा, अब वर्ल्डकै नम्बर 1 सबैभन्दा ज्यादा पानी आउने जग्गा नै मेघालय, जो कि हामीहरू मौसिनराम भनेर जान्दछौँ। हजुरहरूले यो जग्गा जान्नुभएको होला र हजुरहरू शिलङ त आउनु नै भएको होला पक्का। यहाँ कस्तो खालको क्लाइमेट हुन्छ र कति सुन्दर नजारा, जुन हिजोको यहाँनिर यस्तो एउटा नजारा थियो, अँध्यारो टाइपको, भने यस्तो शान्ति र पानी पनि आइरहेको थियो होइन, यति शान्ति खालको मौसम थियो क्या। र यहाँ त्यस्तो खालको हुलस्थुल र गन्डगोलहरू पनि खासै हुँदैन र शान्ति नै छ यहाँको माहौल। र एकदमै घुम्नको लागि पनि बहुतै राम्रो जग्गा र टुरिस्टहरू पनि धेरै नै आउँछन् यहाँ। र हजुरहरूलाई शिलङको बारेमा त सुन्नु भएको होला र आउनु पनि भएको होला र शिलङमा घुमिसक्नु पनि भएको होला। र म पनि खासै शिलङ त घुमेको छैन, तर यस्तै जहाँ जान्छौँ त्यस्तै भिडियो बनाउँदैछौँ र भोलिको दिनमा अझै राम्रो जग्गामा पनि जान सक्छु र भिडियो पनि बनाउन सक्छु, किनभने अहिलेसम्म मौका पाएको छैन। जुन दिन मौका पाउनेछु त्यो दिन म पक्का शिलङ घुम्नेछु। र साथीहरू सबैजनालाई गुड मर्निङ, र फेरि अर्को भिडियोमा यसरी नै भेटौँला। र लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु होला।